हाइकिङ आएको बाटै हराइसक्यो। यहाँ ल्याएको छ कसले? सबै कम्पोस्ट भएर यता जान्छ होला। उचालेर होइन हौ, तल पाइपबाट। गाइस हामी पुग्छौँ त आज, पुग्छौँ नि। हेलो गाइस, वेलकम टु माई च्यानल। आज चाहिँ हामी हाइकिङ आएको बाटै हराइसक्यो। हाइकिङ सुरु नहुँदै हामी हराइसक्यौँ। हामी चाहिँ माउन्ट टमलपाइस आएको। कता गइरहेको छ? हाइकिङ खोज्दा खोज्दै फेरि पार्किङ पुगौँला जस्तो छ। आज यो हाइकिङ होला जस्तो छैन। बाटो खोज्दा खोज्दै फेरि तल हामी पार्किङमा पुगिसक्यौँ। सुजानले अघि नै हामीलाई, म पनि फर्स्ट टाइम आएको, मलाई गाडी नगर है भन्दै थियो, सुरुमै वार्निङ दिँदै थियो। यही भएर रहेछ हाम्रो म्यापम्यान। खै म्यापम्यान छ भन्दा पछाडि छ। यता चाहिँ राटल स्नेक र के लाइन थियो? माउन्टेन लाइन। माउन्टेन लाइन आउन सक्ने। माउन्टेन लाइन देख्यो भने चाहिँ हात उठाएर यस्तो यसरी चिचाउने भनेछ के अरे? के हो यो? हाइकिङ सुरु नहुँदै स्या भइसक्यो म चाहिँ। कतै आयौँ जस्तो छ है। खै अब तिमी छौ अगाडि। थाक्यौ, फर्किनुपर्छ क्या भने रे। हल्का ब्रेक लिन्छ मलाई नि होइन बाटोमा। सबैभन्दा अनहेल्दी त मैले छु क्या हो। ठाडै उकालो रहेछ त। त्यो भने साह्रै सिधा भयो त। सिधै पुग्छौँ होला टुप्पामा आधी घन्टामै। 2 घन्टाको बाटो आधी घन्टामा पुग्छ जस्तो। फर्स्ट टाइम हाइकिङ आएको, साह्रै गाह्रो पो भयो मलाई त। अलि लुक ब्याक नगर न पछि। अनि किन ठाडो बाटो आयो भनेर बाटै उल्टा रहेछ। यस्तो ठाडो उकालो चढेर पनि हुन्छ। यहाँ ल्याएको छ कसले? त्यही बेला गाली खाने काम गर्दो रहेछ। अनि बाटो यहाँतिर राम्रो बाटो रहेछ, त्यस्तो ठाडो बाटो ल्याएर अनि सुरुमै सुरु हाइकिङ सुरु नहुँदै थाकिसक्यो बा। आधा घन्टामा सकेर जस्तो छ। स्पाइडरम्यान त हेरिरहेकै हुन्छ। ओ वाउ, भिडियो पनि मेरो स्या होला। Welcome to my vlog guys. Hello one. Like, share, comment and subscribe. कस्तो ठाडो हेर यार, हामी यहीँबाट आयो क्या है?
त्यही बेर पो थाहा रहेछ म त हाइकिङ भनेर त्यही हो भन्ने सोचेको थिएँ यस्तो रहेछ हाइकिङ भनेर ट्रेकिङ गराइदिने अनि मैले त माई फर्स्ट एन्ड लास्ट भनेर डिक्लेयर गरिसक्नु थिएँ सजिलो भएर के गर्नु गाह्रोमै लाग्यो तिमीले कहाँ पुगिसक्यो यार साथीहरू म त एकछिन रेस्ट गर्नु गरौँ न त हतार छैन देऊ त्यो गेट रेट कस्तो राम्रो देखेको बादल पछाडि पानी माग्ने हो सुभाष हालिदिन्छु कति महिना हुँदैछ मान्छे कहिले मैले काट्थ्यो जाऊ है निकाल्नु ज्याकेटहरू चाहिँ खाँदा अरू छ माथि जाने बाटो छ र छैन देख्दिनँ हाम्रो क्यालिफोर्नियाको मोडल म्याप पनि बाटै जाऊँ न त साह्रै ट्यान भइछ जस्तो छ आज टनाटन ट्यान भइ म्याप च्याति चाहिँ सक्यो फालेको चाहिँ छैन हरर मुभीमा आए जस्तो भयो त अब त्यो चाहिँ के नि भूत निस्किने ठाउँ के त्यही भएर थिएटर नाम यो आशिकी मुभीमा यस्तै ठाउँ छ नि अनि गएर ओ भन्दै गाउँछ नि आरोही आरोही गर्दै राम्रो है काला जादु गर्ने ठाउँ जस्तो छ त्यही भएर पुरा विच क्राफ्टहरू गर्ने त्यस्तो डेन्जर समृद्ध तिमीहरूको कन्सर्ट यहीँ गर्नुपर्छ क्या तिनीहरूले हेर्न आउने म्याजिक सोहरू हुन्छ होला नि ए राइट को आउँछ होला हेर्न? कन्सर्ट भयो नि हुन्छ नि होइन स्पिकरहरू ल्यायो भने त नेपालतिर यस्तो ठाउँ यसरी दामी चल्छ कन्सर्टहरू देउसी देउसी के हुन्छ महोत्सव अँ। ज्योति मगर खतरा नाच कतिवटा चल्छ यो टोयलेटको सबै कम्पोस्ट भएर यता जान्छ होला कसले चाहिँ उचालेर ल्याउँछ त्यहाँ उचालेर होइन हौ तल पाइपबाट उचालेर ल्याउँछ पाइपबाट त होइन होला किनभने त्यसको तल चाहिँ अनि होला नि तल
मान्छे कति ओए एउटा मैले न्युजमा देखिरहेको थिएँ एउटा मान्छे यस्तै पब्लिक टोइलेट हुन्छ नि त्यो मुभेबलवाला एउटा मान्छे त्यो भित्र 911 कल गरेर अनि निकालेको तिनीहरूले त्यसबाट भित्र तल अनि एउटा फुच्ची टोइलेट गर्न गएको बेला देखेको अरे सिमी सिमी पानी हामी चाहिँ फर्किँदैछौँ अब उता चाहिँ फोटो सेसन हुँदैछ ओए कसैले भ्यूको भिडियो फोटो केही खिच्यौ राम्ररी मैले त खिचेको छैन एउटा खिच न गुरुङ खिचेर अनि पोस्ट गरेर ट्याग गर न तिमीले खिचेछौ ल हाल ल अनि ट्याग गर वाह कस्तो क्यामेरामा रियल जस्तो त्यो देख्दै देख्दैन क्या है जस्टिसै गर्दैन सुन सुन हेर लौ सुन 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 लौ सुन 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 लौ सुन 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 कस्तो मुखेर दिस इज ट्यान अमेरिका आएर कालो गोरु हुँदैन ट्यान र डार्क स्किन ओए स्पाइडरम्यान हेर्न जानु छ मलाई के नै छ यो पहाडमा अब हामी चाहिँ पुग्न आँट्यौँ तल यसपछि हामी जान्छौँ मुभी हेर्न स्पाइडरम्यान भनेको अब तल चाहिँ पुग्नु पर्यो बाटो चाहिँ भेट्छ कि तिमी अघि कुन ठाउँमा हराएको थियौ सोल्टी आफ्नै तालमा छ गाइस हामी पुग्छौँ त आज पुग्छौँ नि अघि र पार्किङै छुटिरहेको थिएन अहिले चाहिँ पार्किङै भेटिरहेको छैन फाइनली हामी आइपुग्यौँ डराउँदै हिँड्न त मजा आइरहेछ कि पुगिन्छ कि के नै छ यो पहाडमा मात्रै झुन्ने मेरो मुखमा बाटो कुन हिँडाइ कुन सिधै पार्किङमा पुगेछ त पुगिहाल्यो नि हामी आइपुग्यौँ यो चाहिँ भिडियो हो यो मेरो म चाहिँ अब सुसु गर्न गइरहेको चाहिँ हाम्रो टोइलेट यता हामी फर्किन लागेको मैले खतरा गीत बजाइ दिएँ दार्जिलिङतिर पुगेको एकचोटि माथि चाहिँ ओहो जाडो म त भित्रै जान्छु होला सोधियो म त भ्लग खिच्दै थिएँ बिर्सेछु अनि स्पाइडरम्यान हेर्न आएको सक्दैन होला अघि त्यत्रो खालको भर्खर त मोमो क्युबिक अस्ति हामी धुरन्धर हेर्न गएको 4 जना मात्रै Remember me, but What the I Spider-Man have does to something Dick. to tell you that's gonna sound crazy. Overloaded.